नमस्कार, अपन न्यूजमा स्वागत छ। सुरुमा हेडलाइन्स। रुकुमको एक घरमा आग लागि करिब 1 लाख बराबरको क्षति। आज महाअष्टमी अर्थात् नवरात्रिको 8औं दिन धुमधामसँग मनाइँदै महोत्तरीको औरही नगरपालिका स्थित सोनामाई शक्तिपीठमा परापूर्व कालदेखि नै मनाइने भूत मेला सुरु। जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेको नेकपाका नेता खनालको आरोप। र सोमालियामा अमेरिकी सेनाद्वारा हवाई आक्रमण, 60 जना हिदाहीको मृत्यु। अब समाचार विस्तारमा। रुकुम पश्चिमको बाटीफट गाउँपालिका 10 फेरा झुलाको एक घरमा आगलागी भएको छ। स्थानीय शशिराम खत्रीको घरमा गए राति आगलागी हुँदा 4 लाख बराबरको क्षति भएको छ। राति 1:30 बजेको समयमा आगलागी हुँदा अन्नपात, भाँडाकुँडा, लत्ता कपडा र नगद रु 1 लाख गरी रु 4 लाख बराबरको क्षति भएको वडा सदस्य रामबहादुर जोशीले जानकारी दिनुभयो। आगलागी पीडित खत्रीका श्रीमान श्रीमतीले भारतबाट कमाएर ल्याएको नगद जलेको बताइएको छ। खत्री दम्पति दशैं मनाउनका लागि केही दिन अघि मात्र नेपाल आएका थिए। खरले छाएको घरमा कसरी आगलागी भयो भन्ने बारेमा खुल्न नसकेको वडा सदस्य जैसीका भनाइ छ। खत्रीको परिवार घरमै सुतिरहेको अवस्थामा आगलागी भएको थियो। आगलागी भएको थाहा पाएपछि भागेर खत्री परिवार बाँच्न सफल भए पनि घरमा रहेको सम्पूर्ण सामान जलेर नष्ट भएका छन्। आगो स्थानीयवासीको सहयोगमा निभाइएको थियो। अहिले खत्रीको परिवार आफ्नो आमा बुवाको घरमा बसिरहेको स्थानीय प्रेमकुमार विश्वकर्माले जानकारी दिए। आश्विन शुक्ल अष्टमीमा दिनमा मनाइने महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ। महाअष्टमीका दिन दुर्गा भगवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको छ। आजको दिन शास्त्रसम्मत रूपमा दशैं घर कोतल लगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाको विशेष पूजाआजा गरिनुको साथै दुर्गा सप्तशती, श्रीमदेश्वरी भागवत र देवी स्तोत्र पाठ गरिन्छ। विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देव मन्दिर र यज्ञ ज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने शास्त्रमा वर्णन गरिएको धर्मशास्त्र प्रा डाक्टर रामचन्द्र गौतमले बताउनुभयो। महोत्तरीको औरही नगरपालिका स्थित सोनामाई शक्तिपीठमा मंगलबारदेखि भूत मेला सुरु भएको छ। औरही नगरपालिका वडा नम्बर 7 मा अवस्थित सोनामाई मन्दिर परापूर्व कालदेखि नै भूत मेलाको लागि प्रख्यात छ। हरेक वर्ष बडा दशैंको सप्तमीदेखि सोनामाईमा लाग्ने भूत मेला यस वर्ष पनि मंगलबारदेखि सुरु भएको हो। दशैंको सप्तमीदेखि विजयादशमीको दिनसम्म चल्ने यस भूत मेलामा हजारौं पीडित र दर्शनार्थीहरूको भिड लाग्ने गर्दछ। भूत प्रेत, कथित बोक्सी र दृष्ट आत्माले सताइएका हजारौं पीडितहरू प्रत्येक वर्ष यस मेलामा आउने गर्दछ। सोनामाईको असीम कृपाले यहाँबाट निको भएर जाने गरेको जनविश्वास छ। सोनामाई शक्तिपीठमा दर्जनौं धामीहरू रात दिन भजन कीर्तन र भूत भगाउने काम तल्लीन रहन्छन्। अब न्यूजमा व्यावसायिक विश्राम। जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेको नेकपाको नेता खनालको आरोप। देशमा प्रजातन्त्रको नाममा अराजकतन्त्र बढ्दै गएको नेकपा नेता नेपालको भनाइ। र सोमालियामा अमेरिकी सेनाद्वारा हवाई आक्रमण, 60 जना जिहादीको मृत्यु। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकीको प्रसङ्ग। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले तत्कालीन माओवादी पनि सूर्यछापमा चुनाव लडेको भए नेकपा एक्लैको 2/3 सरकार रहन्थ्यो दाबी गरेका छन्। पार्टीको धनुषा निर्वाचन क्षेत्र नम्बर 4 को कले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेता समेत रहेका मन्त्री महासेठले एउटै चुनाव चिन्हलाई स्वीकार नगरिएकाले 10,42,000 भोट बदर भएको समेत बताए। 2/3 से बेसी बहुमत हमारी पार्टी के रही पूर्व माओवादी और पूर्व एमाले, लेकिन लिखित रूप से समझौता हो तो विभिन्न कारण से हम सब अपन चुनाव में लगली देखे चलते 10,42,000 वोट बोगस हो गए समानुपातिक।
मन्त्री महासेठले 4 वर्षसम्म चुनावको घोषणापत्र अनुसार काम गर्ने गरी तयारी गर्न कार्यकर्तालाई आग्रह गरेका थिए। कार्यक्रम नेतृत्व एवं संघीय सांसद जुली महासेठ, प्रदेशसभा सदस्य किशोरी शाह, कमल अनिता यादव सहितकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। अभी संचालन करने पहिलका सरकार से डिगाइड कर गेल खरबों के लोन में डाइट कर गेल वही गरी ई सरकार के काम करे में कनी कठिनाई हो रहल। अखन बजट प्रदेश के सरकार के से योजना सब अखन आबि गेल छै, बजट अभी फलो नहीं भेल छै। हमर सब प्रदेश सरकार के जे कुछ योजना सब छै कानून बनबे में अखन हम सब लागल छै, कानून बन रहल छै, बजट अखन तक जगह जगह नहीं पहुंचल छै। कार्यक्रममा क्षेत्रीय नेताहरू अजय यादव, भोला यादव, रत्नेश्वर गोइत, रामचरित्र शाह, विभिन्न नगरपालिकाका मेयर, उपमेयरहरू सहितको उपस्थिति थियो। नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता झलनाथ खनालले जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेको आरोप लगाउनु भएको छ। काठमाडौँमा आज आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहनुभएका खनालले सरकार साना विषयमा अल्झिँदा नगरीमा निराशा बढेको बताउनुभयो। महँगी नियन्त्रणमा ठोस काम नगर्दा उपभोक्ता मारमा परेको र विकास निर्माणका गतिविधि पनि सुस्त हुँदा शक्तिशाली भनिएको सरकार पनि उस्तै रहेछ भन्ने सन्देश जान थालेको उहाँको भनाइ थियो। आफ्ना नीति र कार्यक्रमहरू पनि अगाडि सारेको छ, बजेट अगाडि सारेको छ र त्यसलाई कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढ्दैछ। तर अझै पनि जनतामा जुन खालको एउटा असन्तुष्टि हो त्यो असन्तुष्टि चाहिँ अझै समाप्त भएको छैन। हामीले योभन्दा बेगमय ढङ्गले काम गर्नुपर्ने आवश्यकता छ, योभन्दा तीव्रताका साथ काम गर्नुपर्ने आवश्यकता छ, योभन्दा प्रभावकारी ढङ्गले काम गर्नुपर्ने आवश्यकता छ। कतिपय कमी कमजोरीहरू अहिले पनि देखा परिरहेका छन्। जस्तो दशैंको बेला छ, यो दशैंको बेलामा के हुँदो रहेछ भने हाम्रो देशमा एक वर्षमा झन्डै 30 खरबको किनमेल हुँदो रहेछ एक वर्षभरिमा। त्यो 30 खरबको किनमेल मध्ये झन्डै 1/3 अथवा 10 खरबको किनमेल चाहिँ यो दशैंको बेलामा हुँदो रहेछ, दशैं तिहारको बेलामा, ठुल्ठुला चाडपर्वहरूको बेलामा। नेता खनालले संविधान कार्यान्वयनमा भने सरकार सफल रहेको दाबी गर्नुभयो। समिति कमजोरी सुधार्दै जनविश्वास कायम राख्न सरकारले भूमिका बढाउनु पर्ने उहाँको सुझाव थियो। पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले प्रजातन्त्रको नाममा देशमा अराजकतन्त्र बढेको बताएका छन्। हिन्दूको धर्मावलम्बीको पर्व दशैंको अवसरमा चन्द्रनिगापुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उनले अराजकतन्त्र मैलिएको कारणले एकले अर्कालाई अटेर्ने अवस्था सृजना भएको बताए। देशमा घुसखोरी र जनताको काममा ढिलासुस्ती गर्ने जस्ता प्रवृत्ति बढेको भन्दै नेता नेपालले त्यसप्रति खबरदारी गर्न कार्यकर्तालाई निर्देशन दिए। मुलुकको बेहाल अवस्था आफूले टुलटुलो हेरेर बस्न नसक्ने भन्दै उनले सक्रियतापूर्वक जनताको पक्षमा काम गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरे। कार्यक्रममा सांसदको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्का, सांसद सरला यादव, नेकपाका केन्द्रीय सदस्य समीर भट्टराई लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो। अब न्युजमा पूर्ण व्यावसायिक विश्रामपछि आर्थिक विकासका लागि विद्युत मुख्य लगानीको क्षेत्र रहेको ऊर्जा मन्त्री कुनको भनाई र सोमालियामा अमेरिकी सेनाद्वारा हवाई आक्रमण 60 जना जिहादीको मृत्यु। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकीको प्रसङ्ग। बुटवलमा प्रहरले 9 जनालाई युवाको खालबाटै पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बेलबासको एक घरमा जुवा खेलिरहेका 9 जनालाई जुवाको खालबाटै पक्राउ गरी 2 लाख रुपैयाँ बरामद गरेको छ।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ। उनीहरूलाई जुवा ऐन अनुसार कारबाही हुने डीएसपी दिलबहादुर मल्लले बताउनुभयो। आगामी 10 वर्षमा 15,000 मेगावाट विद्युत उत्पादनको लक्ष्य रहेको नेपालको सामाजिक आर्थिक विकासका लागि विद्युत मुख्य लगानीको क्षेत्र रहेको ऊर्जा मन्त्री वर्षमान पुनले बताउनु भएको छ। चीनको बेइजिङमा आयोजित नेपाल चीन आर्थिक सहकार्य मञ्चले आयोजना गरेको नेपालको ऊर्जा क्षेत्रमा लगानी विषयमा आयोजना गरेको सम्मेलनमा मन्त्री पुनले विदेशी लगानीको सहयोगमा लक्ष्य प्राप्तिको नीति अवलम्बन गरेको बताउनु भएको छ। नेपालमा लगानी गर्दा दुवै पक्षको लाभ हुने मन्त्री पुनको भनाइ छ। नेपाली र चीनिया लगानीकर्ता बीच बेजिङ स्थित दूतावासले सहजीकरण गरिरहेको चीनका लागि राजदूत लीलामणि पौड्यालले बताउनु भएको छ। दुई मुलुकका आपसी अनुभव र नीतिगत विषयमा चीनिया पक्षमा जानकारी दिने मुख्य जिम्मेवारी रहेको पौड्यालले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। सोमालियाको मध्य क्षेत्रमा अमेरिकी सेनाले गरेको संयुक्त हवाई आक्रमणमा परि विद्रोही समूह अल सेहवाद संलग्न 60 जना जिहादीको मृत्यु भएको छ। यद्यपि सो आक्रमणमा सर्वसाधारणलाई कुनै पनि प्रकारको क्षति नपुगेको अमेरिकी सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख रहेको बीबीसीले जनाएको छ। अमेरिकी सेनाको बावजुद हालसम्म सो आक्रमणको स्वतन्त्र पुष्टि भने भएको छैन। अमेरिकाले सोमालियाको सैन्य फौजसँग मिलेर विद्रोही विरुद्धको कारबाही गरेको उल्लेख गरेको छ। सो आक्रमण गत वर्ष नोभेम्बरमा पनि अमेरिकाले अब सेहवाब विरुद्ध गरेको हवाई आक्रमणमा 100 भन्दा बढीको ज्यान गएको थियो। गत वर्षदेखि नै अमेरिकाले जारी राखेको विद्रोही विरोधी कारबाहीका क्रममा उसले दर्जनौं आक्रमण गरिसकेको छ। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। रुकुमको एक घरमा आग लागि करिब 1 लाख बराबरको क्षति। आज महाअष्टमी अर्थात् नवरात्रिको 8औं दिन धुमधामसँग मनाइँदै। महोत्तरीको औठी नगरपालिका स्थित सोनामाई शक्तिपीठमा परापूर्व कालदेखि नै मनाइने भूतमेला सुरु। जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेको नेकपाको नेता खनालको आरोप। र सोमालियामा अमेरिकी सेनाद्वारा हवाई आक्रमण 60 जना जिहादीको मृत्यु। हस्त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।